लोकतान्त्रिक शासन व्यवस्थामा मलाई अत्यन्त मन परेको चीज मानवीय स्वतन्त्रता। मानवले स्वतन्त्रता प्राप्त गर्छ लोकतन्त्रको माध्यमद्वारा। त्यो चीज मलाई बहुत मन पर्छ। र जब जब लोकतान्त्रिक शासन व्यवस्थाका शासकहरू भ्रष्ट हुन्छन् तब तब खुल्ला बहसका कार्यक्रमहरूमा पनि पुरानो रजौटाको सन्तान आवतीलाई खुलेआम दहाडको साथ चुनौती दिन्छ कि यो देश कसले बनायो, यो देशको निर्माता को हो, यो देश कसले बनायो। जसलाई यो देशको निर्माता हामी हौं भन्ने अहंकार आज पनि छ नि, त्यो व्यक्ति या त्यस्तो वृत्ति शासन सत्तामा पुग्यो भने उसले सामान्य जनतालाई के गर्ला। जबकि सार्वजनिक मिडियामा एक प्रखर वक्ता आहुतिलाई अम्लो ठड्याएर दहाड प्रस्तुत गर्ने व्यक्ति, जसलाई लाग्छ कि यो देशको निर्माता हामी हौं, यदि त्यो व्यक्ति शासन सत्तामा गयो भने नि त्यसले के गर्ला सामान्य जनतालाई, उत्पीडित जनतालाई। म सोच्दै छक्क पर्छु हो। र आज लोकतान्त्रिक शासन व्यवस्थाका शासकहरू जब अति भ्रष्ट भए नि तब यस्ता दम्भहरू, यस्ता अहंकारहरू, यस्ता संकीर्ण, यस्ता शासक प्रवृत्ति भएका मान्छेहरू दहाड गर्न हिम्मत जुटाइरहेका छन्। यो कसको कारणले? यो लोकतन्त्र गलत भएर होइन नि। लोकतन्त्रसित त अनन्त स्वर्णिम सम्भावनाहरू छ। व्यक्तिलाई, प्रत्येक व्यक्तिलाई विराट बनाउने, प्रत्येक व्यक्तिलाई स्वयंमा फुल्ने, फुलाउने। तब मलाई यी नेताहरू, यी शासकहरू जो लोकतन्त्रको व्यवस्थामा शासन गरिरहेका छन्, यिनीहरूको भ्रष्टीकरणको आडमा संकीर्ण, सांप्रदायिक, पश्चगामी, दम्भी, अहंकारी, अत्यन्त तानाशाही शासक प्रवृत्ति भएको मान्छेहरू पनि लोकतन्त्रकै बीचमा यसरी दहाड गर्छ भने नि तिनीहरू यी राजनीतिक दल र राजनेताका भ्रष्टीकरणका बाई प्रोडक्टहरू हुन्। यदि यी नेताहरू सधैँ यस्तै भ्रष्टीकरणमा लिप्त रहिरहे भने पुनः त्यस्ता व्यक्तिहरू शासनमा नआउलान् भन्न सकिँदैन हो। जीवनमा स्वतन्त्रताको हिमायती व्यक्ति यदि आफ्नो स्वतन्त्रता उपयोग गरेर त्यो व्यवस्थाको समर्थनमा बोल्छ भने नि क्षुद्र भन्दा क्षुद्र व्यक्ति, संकीर्ण भन्दा संकीर्ण व्यक्ति पनि ती नेताहरूको भ्रष्टीकरणको आडमा तपाईका विचारहरूलाई चुनौती दिन्छ। त्यही दहाडका साथ, जुन दहाड ज्ञानेन्द्र साई आहुतिको विरुद्ध लोकतान्त्रिक शासन व्यवस्था भित्र नै प्रस्तुत गर्दछ। यो विडम्बना हो नि। यो विडम्बनालाई रोक्नको निमित्त लोकतन्त्रलाई नष्ट गर्ने प्रयत्न जो भइरहेको छ, त्यसलाई बचाउनु छ भने लोकतन्त्रका शासकहरू स्वयंको अति भ्रष्टीकरणबाट मुक्त हुन जरुरी छ। अन्यथा गलत व्यक्तिहरू शासक बन्छन् र पुनः पुनः जनतालाई रैती बनाउँछन्। सावधान भ्रष्ट शासकहरू जो लोकतन्त्रको आडमा शासन गरिरहेका छन्। प्रेम नमन।